सिक्किम डेमोक्रेटिक पार्टीका अध्यक्ष केबी राईले भारतलाई कडा चेतावनी दिँदै एसियाली हिमालय रेन्जका सम्पूर्ण भूभागहरू भारतको नभएको बताएका छन्। सिक्किम लगायत पश्चिमको जम्मू काश्मीरदेखि पूर्वको ब्रह्मपुत्र अर्थात भुटानसम्मको सम्पूर्ण भूभाग र तराईको गंगा नदीसम्मको सम्पूर्ण भूभाग नेपाली अथवा गोर्खाली खस र किराँत जातिको भएको बताएका छन्। सैनिक बलको भरमा हाल भारतले नेपाल र भुटान बाहेक सबै हिमालय रेन्जका भूभागहरू कब्जा गरेको भन्दै कानूनी रूपमा हिमालयन रेन्जका काश्मीरदेखि ब्रह्मपुत्र नदीसम्मको भूभाग भारतको नभएको घोषणा गरेका छन्। उनको यस्तो अभिव्यक्तिले भारतमा एक खालको तरंग पैदा भएको छ भने विश्वभर नयाँ सन्देश पनि गएको छ। साथै उनले भारतलाई कडा शब्दमा चेतावनी दिँदै सिक्किम स्वतन्त्र बनाउने पनि चेतावनी दिएका छन्। चाहे गोर्खाली भनौं चाहे नेपाली, यो चाहिँ साउदर्न स्लोप अफ हिमालयको जम्मू कश्मीरको छेउदेखि लगेर ब्रह्मपुत्रको नदीको छेउसम्म तल लगेर मैदान अनि त्यसको बादमा यो चाहिँ ढलान अनि हिमालको फेदसम्म यसलाई साउदर्न स्लोप अफ हिमालय भन्छ। यो साउदर्न स्लोप अफ हिमालय कश्मीरदेखि लगेर ब्रह्मपुत्र नदीसम्म बसोबास गर्ने, चाहे यसलाई खस भन्नुहोस् चाहे किराँत, चाहे नेपाली भन्नुहोस् चाहे गोर्खाली, यो भूमि चाहिँ यो नेपाली गोर्खालीको ओरिजिनल होमल्यान्ड हो। मैले भने पहिला दस्तावेजमा ओरिजिनल होमल्यान्ड हो। यो भुटानदेखि लगेर कश्मीरसम्मको खस किराँतलाई कुनै पनि व्यक्तिहरूले, चाहे त्यो सुप्रिम कोर्ट होस्, चाहे भारत सरकारको कुनै मन्त्रालय होस्, चाहे त्यो के अरे ट्राइबल मिनिस्ट्री होस्, चाहे ओआरजे होस्, चाहे एओएसएस का मेम्बर होस्, चाहे कोही पनि होस्, यो भेगमा बसोबास गर्नेलाई आइन्दा इमिग्रेन्ट फरेनर्स इन्फ्लक्स भन्ने दुस्साहस नगर्नु। नत्र भने यदि सिक्किने नेपालीहरू, सिक्किने गोर्खालीहरू तिमीहरूको नजरमा, एओएसएस को नजरमा अनि भारत सरकार र सुप्रिम कोर्टको नजरमा हामी विदेशी नै भएर यदि बस्नु पर्ने हो भने त्यो देश आफ्नो अस्तित्वमा रहेको देश, अंग्रेजले आएर पनि आफ्नो बनाउन नसकेको देश, अंग्रेजसँग पनि लडेर हाम्रो गोर्खाहरूले सोभरेनिटी बचाएको देश, हामीले चाहिँ सिक्किम हाम्रो देश थियो, देश बनाइदिनुहोस्। तपाईले सिक्किममा नेपाली गोर्खाली मरेको छ मुर्दा भनेर नसोच्नुहोस्। रिपब्लिकन पार्टीमा जति छ ती सबै जिउँदाहरू मात्रै छन्।